सन्तान गरिदिनुहोस्। हालेलुया। यसरी चाहिँ हामी प्रभुलाई माग्छौँ, माग्दाखेरि चाहिँ हामीले विश्वासका साथमा माग्नुपर्छ। यसरी माग्यो तर माग्ने साथ दिनुहुन्न, फेरि हामीले धैर्य पनि गर्नुपर्छ। हालेलुया। ल हुन्छ, साथमा चाहिँ म पढ्दिनँ, तपाईँहरू जतिजना पढ्न आउनुहुन्छ सबैजना आफ्नो भाग लिएर पढ्न सक्नुहुन्छ अनि म तपाईँहरूलाई बुझाउनेछु। भाइयों, परम प्रभुको आगमन नहुन्जे धैर्य धारण गर हेर भूमिको बहुमूल्य फलको आशा राखेर बिस्तारै अघिल्लो र पछिल्लो बस्न आउन्जेल धैर्य धारण गरेर पर्खिरहन्छ। आत्मा छ ठहरिनेछौ हेर न्यायकर्ता ढोकैमा हुनुहुन्छ। म बोल्ने अगमवक्ताहरूलाई हेर। आमेन। तिमीहरूले आएको स्थिरताको विषयमा सुनेका छौ र प्रभुको अभिभावले देखेका छौ कि प्रभु कस्तो करुणामय र कृपालु हुनुहुन्छ। हालेलुया। हुन्छ, जस्तै बारसम्म छ है, बारसम्म तपाईँले पढ्नुभयो, तब आयो बुझ्नुहुन्छ, तब तपाईँले के आशिष पाउनुभयो, केही कुरो बुझ्नुभयो।